सक्नुहुनेछ। ठुलो सांस्कृतिक जुन चाहिँ यो पहिरानमा यति बेला उहाँहरूलाई हामी यहाँ देख्न सक्छौँ। दर्शकबिन तपाईँले यहाँ देख्न सक्नुहुनेछ। अत्यन्तै ठुलो स्थानीयको उपस्थिति हामी यहाँ देख्न सक्छौँ। तपाईँले देख्न सक्नुहुनेछ। विशेष गरेर 2-2.5 महिनामा दार्चुलाको पुल निर्माण सम्पन्न भएको पुललाई उद्घाटन गर्नको निमित्त भोलि उद्घाटन गर्नको लागि चाहिँ माननीयज्यू आइसक्नु भएको छ। धेरै युवा बालबालिका केटाकेटीहरू सबैजना साना साना नानीहरूले पनि यति बेला उहाँलाई स्वागत अनि फुल दिएर सम्मान गर्ने काम गरिराख्नु भएको छ। श्रमदाताहरूलाई यति बेला हामी यहाँ देख्दैछौँ। विशेष गरेर श्रमदाताहरू पनि लाइनमा बस्नु भएको छ। श्रमदाताहरूले पनि उहाँलाई चाहिँ स्वागत अनि सम्मान गर्नुभएको छ। अन्तिममा सकिएको छ साथीहरू, तपाईँले यहाँ देख्न सक्नुहुनेछ। अनि यति बेला चाहिँ नि सौगा समुदाय दिदीबहिनीले यति बेला स्थानीय निकैले स्वागत गरिसकेपछि यति बेला उहाँहरूलाई चाहिँ हामी यहाँ देख्न सक्छौँ। यसरी बाजा गाजा सहित उहाँहरू चाहिँ यति बेला यहाँ आफ्नो सांस्कृतिक जुन चाहिँ यो पहिरानमा यति बेला उहाँहरूलाई हामी यहाँ देख्न सक्छौँ। दर्शकबिन तपाईँले यहाँ देख्न सक्नुहुनेछ। यो सांस्कृतिक पहिरानमा चाहिँ नै